बाहिर राखेर खानाको यसलाई औकात नभएको पाहुनालाई हामी घरभित्र होइन बाहिर राखेर खाना खुवाउँछौँ। ठिकै त भने नि तेरो बुढाले, मेरो तिमीहरूसँग बसेर खाने औकात कहाँ छ र? म यहीँ बस्छु, दा खाना ल्याइदे। जान भनेको छिटो, भोक लागिसक्यो। रमेश दाई, भित्र हेर्नु, भित्र खाने हो क्या खाना? मलाई केही फरक पर्दैन बहिनी, भित्रभन्दा बाहिरै बसेर खान सजिलो लाग्छ। त्यस्तो मानिदिनु पर्दैन, बानी छैन कि त्यसको। खुरुकै हेर्नु क्या भित्र, अप्ठ्यारो मान्नु पर्दैन। खाना दिन्छ भने यही ल्याइदेऊ, नत्र त म जान्छु। को हो बाबु दी? नमस्ते, म सीताको साथी। किताबहरू सेन पुऱ्याउन आएको थिएँ, अब खाना खाएर जान्छु। किन बाहिर बसेर खाएको? भित्र बसेर खाएको भए भइहाल्थ्यो। यही ठिक छ। होइन, यो घरको मान्छेको के भएका हुन्? पहिलोचोटि आएको पाहुनालाई यसरी बाहिर राखेर खुवाउनुहुन्छ? ए रमा, ए बुहारी, ए श्रेष्ठी, के भयो? के तालो त्यो वर्ग? पहिलोचोटि आएको पाहुनालाई यसरी बाहिर राखेर खुवाउने? मैले राखेको यसलाई यहाँ, यसको औकात अनुसार पिँढिया पसेर खान दिए, यही ठुलो कुरा हो। दिउँसै रक्सी खाएर बाटोमा लडेर बस्ने औकातको कुरा गर्छिस्? के हो औकात भनेको? तेरो क्या औकात छ? तेरो औकात भनेको मेरो छोरा मात्र हो त। कसैको इज्जत गरेर जान्दैनस् भने बेइज्जत गर्ने अधिकार पनि छैन तँलाई, बुझ्छस्? त्यसो भए टाउकोमा टेकेर खुवाउनु यसलाई। साथीको घरमा आएर बेइज्जत हो बाबुको, मलाई माफ गरिदिनु। कहाँ हात जोड्नु भएको? म त तपाईँभन्दा धेरै सानो छु। आफूभन्दा सानो मान्छेलाई पनि हात जोड्छ नि त। बरु हात दिने ठाउँ कहाँ छ होला? म हात दिन्छु। ल भाउ, तन्न खाइयो, अब त जानु पनि पर्छ। साँच्ची सोधखेरीमा सीता माइत आउँछ कि आउँदिन? काकीले सोध भन्नुभएको थियो, त्यही भएर सोधेको। आउँछ आउँछ, त्यसकै आउँछ भन्दै। हस्, जान्छु। बुहारी, साथीलाई बाटोसम्म पुऱ्याइदेऊ। के हेरिराखे कि? बाने भनेपछि पुऱ्याइदिए नि त। मार त मार, मलाई मार। तपाईँले मार्न लागेको हुनु त। खाऊ, मारेर मासको।
दुवैजना मिलेर बास खाऊ मिल्न